सकियो काटे बान्डो रानी पोखरी कौताडा बिग सकियो काटे बान्डो रानी पोखरी कौताडा बिग सकियो काटे बान्डो रानी पोखरी दादा राम निकै जोगे मालिक मेरा गातको सल ठिक छ कि हो चलौ 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 लहारे गातको सल ठिक छ कि हो चलौ 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 लहारे गातको सल ठिक छ कि हो चलौ 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 लहारे गातको सल ठिक छ कि हो चलौ 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 लहारे भाइको जन्मदिनमा छ यहाँ चाहिँ हुर्के नाच भइरहेको छ हाम्रो पहाडबाट आएर पारीका लोहोरी डाँडा कोरे लोग्या आयो होटाइदिएको तर भाउल्या कालुको ढुलाइदिएको तर भाउल्या कालुको कानो लोला सुन दिएको भाउल्या कालुको गातो बन्दी भाग दिएको भाउल्या कालु अब घौले हाँस्या घोडो दिएको भाउल्या कालुको तेरी खाने जतिनु काटे बाटामा हटन्न उति तेरै भाउल्या कालु हुन्न भनेर अब मिनाको ठायतले युद्ध गर्यो थियो युद्ध गरेपछि मेरो भाउल्या कालु होला तल्लो बाटो आउला बाटाको बटुन्या लोक होला मल्लो बाटो जाला घौले हाँस्या घोडो बेगा आएर अब ठब्र डेलामी पुगिसकेपछि अब जदौ दिदी मेरी हित न प्यारी जदौ जदौ भिना मिना जति कोठाइ जिरे भाउल्या मेरा लाख वर्ष जिरे जिरे भाषाला मेरा लाख वर्ष जिरे पाया भनी राख्यो जोलो जोलो सुपारी पाया भनी राख्यो जोलो 80 रुपैयाँ अब भिना अब जदौ जदौ मुक्या निको छिया निको महाराजको मेरी जिया बैजनमाला निकी छन् कि भाउल्या सोडो जति भेडो निकै छ कि भाउल्या फिनीघाटको सोरो रोटी खान्छौ कि अब भाइ बदया निकै छन् कि भाउल्या 12 वर्ष भइगयो माइतको देश नदेखाएको अहिले मैले 12 वर्षसम्म चाहिँ मिनाको ठायतको चाहिँ दरबार कुरेर बसेकी छु मैले भाइ बिना भाइ बदया जिया बुवा नदेखाएका 12 वर्ष भइगयो अब कसा छन् क्या छन् भाउल्या भन्यो अब सोधभेद गर्यो म क्या निको जिया दिदी निको महाराजाको भनेर अब बिन्ती गर्नु अब कोही माथि लाग्छ हजुर हजुर भने राख्यो झोला झोला सोबारे भने राख्यो झोला झोला सोबारे पाए भने राख्यो झोला झोला सोबारे पाए भने राख्यो झोला
पत्रकार राज्य भए जनमाला भए जनमाला भाइ भदया भाइ भदया झालो मालो बल्ल जोताइ भए सोले सिने घाटको सेरो बाह्र वर्ष भइगयो बाह्र वर्ष भइगयो बाह्र वर्ष भइगयो माइतन यहाँ तातै छ चिसो हुँदैन फ्रिजमा बाहेक हालेको पनि भन्न लाग्यो अब भाइ भदया निकाय छन् कि भाउले सोडो जति बेडो निकै छ कि भाउले अब 12 वर्ष भइगयो माइतको देश नदेखाएको भाउले अब तू त मेरो भाउले कालु कसरी मेरो ढोलामा पुग्यो अब के गरौँ कस्तो गरौँ भन्यो थियो भनिसकेपछि अब मेरो भाउले कालु आयो भन्यो खाजा बनायो खोको बनायो अब खुवायो पिलायो सब सोध्न लाग्यो अब सोधिसकेपछि त्यही त मेरो बनायो दिदी अब मुख्य निको छिया निको महाराज भाइ भदया तुमरा निको महाराजको जिया बैजन माला निकी महाराजको भन्यो लौ त भाउले अब भोलिदेखि म खान्न पनि अब सुतल्लै भोलि यहीँ बसल्लै भाउले अब मैले 12 वर्षसम्म तुइलाई नभेटाएको अब त मेरो आतको खाइगा भन्यो थियो अब भनिसक्या पछि अब लाग्यो थियो मेरो बहिनीको शुभ विवाह आरम्भ अब भन्न लागि लौ त अब दिदी हित्त न बिहारी अब म सुत्त भया भन्यो अब खट्टा ब्रस भोर्जन खुवायो पिलायो अब दिदी पर साधो अब सूर्य पाखी जिउनारो भिना पर साधो मखमली बिस्तरा राउत्या पर साधो रायो लोटो खाटो यहाँबाट अलि भनिदिनु अब अलि अगाडि गएर सेल्फी होइन उहाँ आउनुहुन्छ हाम्रो महेश विश्वकर्माजी उहाँको बहिनीको आज शुभ विवाह के भन्न चाहनुहुन्छ सम्पूर्ण यो भिडियो हेरिराख्नुभएका सम्पूर्ण आदरणीय व्यक्तिहरू प्रिय व्यक्तिहरूलाई भन्न चाहन्छु आज हाम्रो विवाह बहिनीको विवाह शुभ आरम्भमा हाम्रो सर आदरणीय सर पनि आउनु भएको छ उहाँको मोबाइलबाट हामीले भिडियो बनाउँदै गर्दा सम्पूर्णले यसै भिडियोबाट शुभकामना व्यक्त गरिदिनु होला भन्दै आज बहिनीको विवाह शुभ आरम्भ तपाईँहरूमा देखायौँ कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनुहोला सम्पूर्णले सेयर लाइक कमेन्ट गरिदिनु होला भन्दै हस् त म एउटा पत्रकारको हैसियतले एउटा प्रश्न हजुरलाई सोध्न चाहन्छु आज बहिनीलाई बिदाई गर्दा तपाईँले कस्तो महसुस गरिरहेको एकदमै खुसी महसुस भएको छ बहिनीको विवाह भनेको बहिनीको विवाह हो एकदमै खुसी छौँ हामी ह्याप्पी छौँ हाम्रो परिवारसँगै सम्पूर्ण महेश विश्वकर्मा भनेर चिन्ने आदरणीय व्यक्ति प्रिय व्यक्तिहरूलाई भन्न चाहन्छु हाम्रो घर परिवारमा एकदमै खुसी छ सर योभन्दा बढी अब के भन्नु धेरै धेरै धन्यवाद तपाईँसँग भेट भयो खुसी लाग्यो है त मेरो दिदी मलाई खट्टा मजले खायो दिदी पर साधो सूर्य पाखी जिउनारो भिना पर साधो मखमली बिस्तरा राउत्या पर साधो रायो लोटो खाटो धुपी पर साधो चिन्नी फुल कपडा केटी पर साधो चुना चुना पाऊ दिदी हित्त न बिहारी मैले अरू त के पनि लागेन
जिया बैदिन मलाई बिमारी छोडेर आएको हुँ चाहिने सुझा बिजा र त्यसलाई ल्याउनु पऱ्यो किन गएर मेरा परान जाँदैन भन्ना छ दिदी सपना आज मैले खराब देखेँ भने थियो लौ त अब भाउले मार्या कोटको बिरालो बाघो हुनु छ मार्या कोटकी बैकनी बाघो हुनेछ मार्या कोटको बत्यौडो सर्प हुनु छ ऊ त भाउले मिना कठाए ओ साथी मेरा आउनु ठन्डा ल्याए ल हजुर त्यो बनाउन आयो ल पछि हेलो बस बस मजा हुन्छ भन्यो थियो भनिसकेपछि ल त अब त्यस्तो भयो म मिना कठायतलाई सोध्छु मैले चाहिने त्यत्रो काँडाकोट छोड्दा पनि म मिना कठायतको साथमा हट्याँ उनी लोग नै आउनु म स्वास्नी हुँ भाउले अब म सुझा बिजा रह त्यसलाई आफ्ना मूल्य म पठाउँदैन चाहिने मिना कठायतलाई म सोध्छु अब भन्ने सोधेथ्यो सोधिसकेपछि अब भन्न लाग्यो अब मिना कठायत लौ त त्यस्तो भयो म पठाइदिन्छु चाहिने मेरी मम्मीका चाहिने परान जाने हुन्न भने सुझा बिजा रह त्यसलाई माओलीका देश पठाइदिनु भन्यो छेउ भनिसकेपछि नाइ त्यस्तो हुँदैन म सुझा बिजा रह त्यसलाई माओलीका देश पठाउँदैन होइन म अब त्यत्रो युद्ध गरेको छ म सुझा बिजा रह त्यसलाई माओलीका देश पठाउँदैन भन्यो अब मुतारीको चित्त त भइगयो कुनै हिसाबले माओलीका देश पठाउने भइगयो अब रानी हित्तन बिहारी तेरा बच्चा हुन्न मेरा पनि हुन् कि मैले भनेको मान कि बच्चालाई तुले माओलीका देश पठाउनु पर्यो हाम्रो पहिलाको एकदम पुर्खामा एकदम पत्रकार गोकुल बोगटी हुनुहुन्छ एकदमै लोकप्रिय दोमाई बोलायो 12 गजको कपडा अनि चाहिँ हुर्किया नाच हाल्यो छेउ खाली किन भन्दाखेरि यो हुर्किया नाच भिडियोले देखिन्छ त्यही भएर चाहिँ हामीले यो चाहिँ हुर्किया नाचहरू चाहिँ हेरिरहेको छौँ एकदमै रमाइलो छ यहाँ चाहिँ बजाइ जन्तु पनि आएको छ त्यो एकदमै पुरानो होइन हाम्रो पहिलाको हाम्रो चलन हाम्रो संस्कृति हाम्रो चाहिँ लाई जगाना गर्नुपर्छ र संस्कृतिलाई चाहिँ बचाउनुपर्छ भन्ने उद्देश्यले एकदमै राम्रो चाहिँ बजाइ जन्त आएको छ यहाँ चाहिँ पुरै जामा सामा लगाएर हुन्छ नि पहिलाको एकदमै दमाउहरू एकदमै अलग्गै छ क्या यसको साउन्ड यसको चाहिँ हरेक कुराहरू चाहिँ एकदमै राम्रो छ हामी चाहिँ हाम्रो लागि चाहिँ यो एकदम नयाँ कुरा हो हुन त हामीले त देख्यौँ तर हाम्रो बच्चाहरूको लागि चाहिँ अरूलाई चाहिँ एकदम यहाँको मान्छेलाई चाहिँ एकदम नयाँ कुरा हो यस्तो चाहिँ एकदम भिडियोले देख्न पाउँछ त्यसैले चाहिँ हामी चाहिँ अहिले यस्तो हुर्किया देख्न सक्छौँ हुर्किया नाच हेरिरहेको छु ल हजुरलाई सबैले गोकुलजी तपाईँ एउटा पत्रकार हो म पनि एउटा पत्रकारको नाताले तपाईँलाई एउटा सानो प्रश्न सोध्छु स्वीकार्नु होला तपाईँले यो तपाईँकै एरिया भएको कारणले गर्दाखेरि तपाईँले उहाँहरू जस्तो हुड्के लगायतको यो टिमलाई यो ठाउँमा स्वागत गर्दाखेरि तपाईँलाई कस्तो महसुस भइरहेको छ एकदमै राम्रो एकदमै खुसी छौँ हामी किन भन्दाखेरि हामी चाहिँ मैले चाहिँ देखेको यो कुरा किन भन्दाखेरि जब हामी पार हुँदाखेरि हाम्रो चाहिँ हरेक बिहेमा चाहिँ यो हुड्किया नाच भयो अनि तपाईँको दम बजाउने बजाइ जन्त भन्थ्यो हाम्रो पालामा हाम्रो गाउँमा चाहिँ बजाइ जन्त यो हुड्किया चाहिँ हामीले देखेको तर हामीले भन्दा पनि यो ठाउँको मान्छेले चाहिँ एकदम भिडियोले एकदम कमै देखेको छ ल पहिलाको मान्छेले देखेको होला एकदम देखेको छ उनीहरूलाई चाहिँ अचम्म पनि परिरहेको छ यो के हो के गर्दैछ उनीहरूको हुर्किएको हुन्छ नि एउटा तपाईँको गर्ने हामी पनि बुझ्दैनौँ उनीहरूले जो भन्छन् उनीहरूले चाहिँ एउटा रामायण जस्तो एउटा महाभारत जस्तो चाहिँ भनेर बोलेर चाहिँ उनीहरूले हुन्छ नि त्यही गीतै मार्फत चाहिँ उहाँहरूले गर्नुहुन्छ त्यो हामीले पनि राम्रोसँग बुझ्दैनौँ अहिले बच्चाले चाहिँ बुझ्ने कुरै भएन त्यही भएर एकदमै राम्रो एकदम हामी खुसी छौँ एकदमै राम्रो छ एकदमै खुसी छौँ हामी तपाईँलाई आज यसो हेर्दै गर्दा हामी अचम्मै छौँ जस्तो जस्तो झल्को लाग्यो कि लागेन एकदमै प्रायः जस्तो हाम्रो यहाँ मान्छेहरू पनि छन् होइन हाम्रो बुढापाका आमा बुवा दाजुभाइ दिदीहरू पनि छन् र हामी पनि हुँदाखेरि हामी चाहिँ अहिले यो हामी चाहिँ म चाहिँ के सोचिरहेको छु भने अहिले चाहिँ हामी बुढाकोटमै छौँ भन्ने जस्तो चाहिँ फिल भइरहेको छ धन्यवाद तपाईँले पनि सानो प्रतिक्रिया दिनुभयो धेरै धन्यवाद धेरै धन्यवाद हजुर धन्यवाद ठिक छ म चाहिँ यो रमाइलो गर्नु होला हौरायो टोटली मेल घुमाउने गोली एक तुर्का पानी खाएर गोलाबाट छाया देखिन एक सितो भात खाएर लादो साने त्यस्ता तरहका अब सुधा बिजा रौतेलालाई छोडिसकेपछि अब हामु जनो मारो धक्का हाम्रा मुहाजु हामु मारेको कोला पो लागला बिगाडी होला हाम्रा बुवाज्यूको होला बिगाडी होला हाम्रो जियाज्यूको होला हामु जनो मारो धक्का हाम्रा मुहाजु हामु